सजिलो तरिकाले मोमो बनाएर खामै त आज। यस्तो दामी छ नि हैन। बेबीलाई मैले आज यस्तो मन परेको थियो कि यो देख्ने बित्तिकै फुल हैन। अनि उसलाई ल्याएर दिएको, उसको मुड अन भएछ के। हेर्नु न अब मुड अन भएपछि के हुन्छ। बासी मोमो रहेको थियो हैन, ट्याक्क अनि उसले त्यसलाई फ्राई गर्यो, ट्याक्क हल्का ब्राउन जस्तो गरायो मोमोलाई। अनि त्यसमा चाहिँ अब प्याज लसुन हैन, अनि त्यसपछि यो क्याप्सिकम खुर्सानी, अब आफूलाई के चाहिन्छ हैन, आफूलाई टेस्टहरू के कस्तो खान मन लागिरहेछ त्यही अनुसारको अब यो ससहरू यताउता हैन सबै हाल्यो। अनि त्यसपछि फेरि त्यो मोमो माथिबाट एड गरिदियो त्यो अघिको। त्यसपछि त यस्तो दामी देख्छ कि है, कलर नि हेर्नु न दामी आइरहेछ माथिबाट। अनि धनियाँले टपिङ्स गरिदिएपछि त दामी भयो के दामी। अनि त्यसपछि त अब खाने हो। ल है त खाउँ मिठो छ। See you।